के हो नर्वेको बेस्ट ठाउँ भयो नि त बेस्ट कडा कडा यार Yeah, look. I ain't scared of nothing, really they come from nothing. Boys think they the same, but all them niggas fronting. Why they mouth keep running, I've been up to something. Let me rap real quick. Look, washing that dirt off, they spit, I turn off. Same shit I heard y'all, who learned y'all? Matter of fact, who birthed y'all? I think they hurt y'all, like hurt y'all. I got that curve y'all, I don't return calls. Cause they call at my phone for a favor, I get to it later, this shit's my turn, dog. Not a greyhound, I'm a mastiff with the misfits in the bag. Kids got a vision, dog, it is massive, yeah, it's my ball. ल भन्नुहोस् के भन्नु होला आदरणीय सभाका सभापति महोदयलाई के भन्न चाहन्छु मैले ल भन्नु कार्यक्रमको अध्यक्षज्यू कार्यक्रमका उपाध्यक्षज्यूहरू र सहभागी महोदयहरू सबैजनालाई यस कार्यक्रममा हार्दिक हामी चाहिँ यो भ्रमण दलका सबै 6 सदस्यहरू अब एकदम खुसी भएका छौँ र अबबाट 7 सदस्य भएको हुँदा एकदम चाहिँ आउने के अरे सहभागी दलका सदस्यलाई धेरै धेरै धन्यवाद छ भगवानले खोइ कस्तो यो त ज्यादै राम्रो देखिन नि तपाईँ यसमा त हो यो हिरो नि अब म भने कि यस्ता भाइहरू कि दिदी त्यही त जो अब डाक्टर साहब जो इन्जिनियर साहब होइन अरू कहाँ तिम्रो पनि झुन्डेर गयो होला अरू के भन्ने त्यो हाम्रै मबिन पनि त झुन्डेर त्यस्तो फुङ्गालेको त कहाँबाट ए बन्जी के बन्जी त्यस्तो फुङ्गालेको सबैका क्यामेराहरू चालु छ मेरो पनि छ गाइदिनु नि त एउटा गीत ऋषि धमालाल जस्तो के ल गीत गाउनु एउटा गीत गाइदिनु सन्दीपजी होइन त्यसो भन्नुहोस् फेरि त्यहाँ बिदा दिनु न 1 महिना काम मिलाउने भन्ने हुन्छ 1 महिना काम मिलाउने बिदा दिनु 1 महिना त नेपालमा को घुम्छ नि त फेरि 1 हप्तामा ल्याउनु पर्ने के भन्नु यो त के हो नर्वेको बेस्ट ठाउँ भयो नि त बेस्ट भवाल भयो होइन आजै युएसबाट झर्ने शैलेन्द्र अनि चाहिँ हामीले त्यो एयरपोर्टमा स्वागत गर्ने अवसर पनि पाइयो र भेटघाट भयो पारिवारिक चाहिँ जमघट हुँदा कति खुसी लाग्यो आनन्द पनि लाग्यो अब यहाँ नर्वे आइपुग्दाखेरि अहिलेको दृश्य हेर्दाखेरि कस्तो लाग्छ लौ न पारिवारिक जमघट त्यो पनि नर्वेमा त्योभन्दा बढी के चाहियो सन्देश भन्दा नि तिमीले कडा यार
सन्दीप दाइ बिलाई मुझे क्यों पेला सुरु कहाँ जाने रे हामी हामी अब आउटल्यान्ड स्ट्रान्डेन भन्ने बिचमा जाने हो अनि त्यहाँ नजिकै त्यहाँ माथि हिमाल टेन्डेन भन्ने एउटा डाँडा छ हिमाल टेन्डेन भन्ने त्यो डाँडा चढिन्छ अनि चट्टो नुहाइन्छ बसिन्छ त्यस्तो हुन्छ रेडी हो रेडी हो नर्वेमा पिसाब गर्न जान्ला हामी उहाँ जाने हो नि त यता पानी निलो हुन्छ हरियो पनि हुन्छ नि ओहो तारे अलिक गहिरो ठाउँमा निलो देखिन्छ चलो चलो मोरो मोरो हरियो हरियो देखिन्छ यता त अब जमिनै छ सिरिज ल्याउनु यो विषयमा प्रकाश यति धेरै पऱ्यो कि धेरै प्रकाश परेर कालो भइसक्यो ए यो भइसक्यो रेडी अब यो खानेकुरो चाहिँ आज भान्जरले आफ्नो चाहिँ कला कौशल देखाएर यो चाहिँ म्यास पोटाटो भन्छ होइन म्यास पोटाटो भनेको चाहिँ आलुलाई के अरे उमालेर त्यसमा चाहिँ हल्का क्रिमहरू हाल्ने अनि पछि थोरै नुन हाल्ने अनि थोरै बटर हाल्ने त्यसलाई ब्लेन्ड गर्ने त्यसपछि क्रिम जस्तो भन्यो नि यो आलुको आइटम हो यो चाहिँ आलुको यहाँ बस्न जाने यही परिकारले खान पाइयो भने कस्तो हुँदो भन्छ भइहाल्छ नि। ल धन्यवाद भाइ
हेरेर सकाएर रहेछ राम्रो राम्रो त बाँकी रहेछ होइन यो चस्मा कति राम्रो हो दिदी असाध्यै राम्रो छ यो कसले किनिदियो यो चस्मा किनिदिएको अब यो दिदी कताबाट राम्रो हुन्छ भनेर सिकाउने त भाइ हो त होला नि भनेपछि यति दिदीले सोचेर दिनु भएन दिदीले बिर्सिनु भएको छ कसले किन्दै कसले किन्दै थाहै छैन हो त्यही त कसले किन्दै किन्दैन त किन्दैन अझै एक पक्का आलु गयो भने त बिजोग भयो त्यही भने यस्तो लाग्यो त रमाइलो हुन्छ त अनि यहाँ कति बज्यो 9 बज्यो अब भोलि अब धेरै दुख्यो भने नचढौँला कतै सुरेन्द्र यस सर जस हामीले नर्वेको फिनल्यान्डको जहाँको केरा नि खाने भयो होइन त केरा त छोड्ने नै होइन नि जहाँ गइन्छ केरा त केरा बारीमा जाम मजाले खानु पायो जाम हेर्नु अरू तिनी चाँडै झऱ्यो कि अहिले तिमीहरू यहाँ खानु पिज्जा खानु जाऊ टनापुर घाममा Verdad que tú me quieres más dejo de fumar. Verdad que tú me quieres más dejo de trucar. Verdad que tú me quieres más dejo de brindar. Será mejor que no me quieras más. Será mejor, será mejor. जुत्ता लाग्ने यो Hold me close, look me dead in my eyes. Till the day that I die. I just wanna feel alive. With you, I'm alive. Fell in love, but it left me lonely. Tried to trust, but it burned